Say hi. इसका डर लगा जो डर गया वो मर गया बैंकॉक बोर्ड कोची जाने रे चाहिँ बेंगलोरमा छ अहिले अनि मेरो इभेन्ट छ भोलि अनि हामी चाहिँ भाइसँग भेट भइहाल्छ एयरपोर्टमा Wow, nice. What's up everybody? हामी चाहिँ अब निस्किन लाग्यो हैन पछाडी चाहिँ ढक्क अगाडि चाहिँ सामान लिएर अमित र हाम्रो गार्ड दाइ चाहिँ गइराख्नु भएको छ हैन अमित एक्साइटेड अरे मलाई छोड्दै So where we are going? So we are going to Bangalore for next. अनि अहिले चाहिँ ब्याङ्कक भन्दै बोर्डिङ माग्न आउँदैछ ब्याङ्ककको टिकट भन्दै सो दिस इज एयर इन्डिया एक्सप्रेस हामी चाहिँ यसमै गइरहेको होइन अनि हाम्रो चाहिँ खासमा कोचीको फ्लाइट हो अनि बेङ्गलोर चाहिँ ट्रान्जिट पनि हामीले 24 घन्टाको पारेर नै लिएको होइन एक दिन चाहिँ मेरो बेङ्गलोरमा काम पनि थियो ऊ साथीको पनि यहाँ स्टोरी सुरु भयो है यो स्टोरी किङ यो चाहिँ झ्यालमा बस्ने भने अगाडि गइरहेको छ होइन ल साथी पुरा झ्यालले क्या नाम स्टोरी आउँछ भन्थ्यो तर केही छैन छिराउलास् नि खै के भयो भन्दाखेरि चाहिँ हामी उता थियौँ होइन अनि त्यो झ्याल पनि यस्तो चप्पे भएर थियो कि अनि अमितको चाहिँ हाम्रो चाहिँ विन्डो सिट थिएन छ्यामा नै त भनिरहेको थियो अनि प्लेन खाली रहेछ अनि एक्सक्युज मी सर भनेर चाहिँ यसलाई चाहिँ त्यसै चाहिँ इमर्जेन्सी अझ राखिदिएको छ उयो अमित यता हेर्न औ खुसी होस् नि झ्याल हेर्नुमा यो हामी चाहिँ टेकअफ भइसकेको छ होइन हामी चाहिँ टक्क आकाशमाथि आइसकेको छौँ अनि यहाँ चाहिँ दामी माउन्टेन भ्यू देख्न पाइन्छ क्या दामी देखेको छ क्या यहाँ क्यामेरामा कस्तो आएको थाहा नि त रियल आइदेखि यस्तो दामी देखेको छ ओ माई गड अहिले त्यहाँ उयो क्या सेक्सी आएको यार कति दामी अनि आज बेङ्गलोरको हामी कहाँ घुम्न थियो अरे बेङ्गलोरको के नाम चाहिँ थाहा भएन होइन तर चाहिँ टट्ने छ घुम्न चाहिँ बिहानै कोटीको फ्लाइट छ कोचीमा चाहिँ मजा आएगा यस भन्न राम्रोसँग के त्यो फिलमा क्या हजुर यस भन्न कस्तो छ भन्दै फोटो अरे भिडियो छ टेस्टी फाइनली कता अरे बेङ्गलोर भन्दै थिएछ अघि बैंकॉक बोर्ड कोची जाने रे बेङ्गलुरु कान्तारा फेसहरू सुरु हुन थालिसक्यो कान्तारा फेस के
फाइनली आफ्टर इमिग्रेसनको कुरा सब सकेर चाहिँ वी हेभ दिस हियर बेङ्गलोरको एयरपोर्टको ड्युटी फ्रीमा। यहाँ चाहिँ अमित चाहिँ ब्याग लिइराखेको थियो है, यहाँ आउँदा चाहिँ उठाउँछ भने चाहिँ उठाउन सकेन, अनि पछि घुमेर चाहिँ उहाँ गइरहेछ, उहाँ गएर चाहिँ लिइरहेछ होइन। म चाहिँ लिइसकेँ। आई हेभ मेड पल सादा होइन। अनि मेरो मम्मी र बाबा छ हजुरको मुभिज। पहिला मम्मी ड्याडीलाई एकदमै थ्याङ्क यू भन्थ्यो मम्मीलाई। अनि नमस्ते मम्मी, हामी चाहिँ बेङ्गलोरमा छौँ अहिले अनि मेरो इभेन्ट छ भोलि, अनि हामी चाहिँ भाइसँग भेट भइहाल्छ एयरपोर्टमा। बस कतादेखि एक्जिट हो के हो थाहै छैन। सो दिस इज द कार एन्ड यो चाहिँ सायद सुजुकीको चाहिँ डिजायर हो। दिस इज डिजायर राइट? सुजुकी डिजायर नाइस मोडिफिकेसन। थ्याङ्क यू। आई लभ बेङ्गलोर भाइ। विराट कोहली। सरी विराट कोहली। विराट यु कोहली। डोन्ट नो विराट कोहली? या। अमित कस्तो लागिरहेको छ तँलाई इन्डिया फर्स्ट टाइम आउँदा? फर्स्ट टाइम है, मेरो सेकेन्ड टाइम हो। सेकेन्ड टाइम मैले पहिला कहाँ सिक्किम र दार्जिलिङ गएको ए लेबे छोड्न हो, तँ त हाम्रै नेपालको भएको नि त यार। केही हुन्न हो त्यति त यार, छोड्न। उल्टो झुक्काएर अहिले ल भन्न भन्। रमाइलो भइरहेको छ अहिलेसम्म। आम क्या दामी बिल्डिङ है गाइस, यसको फेस हटाए है। ओ सिटी आउँदैछ गाइस, दामी छ सिटीहरू होइन। गाइस हामी चाहिँ टक्क रुम चेक इन गरेर कहाँ गइरहेको भन् त गाइस? वी आर गोइङ अमित फिस टनल भन्दै यसले कहाँ ल्यायो होइन। यसले चाहिँ पुरा युट्युब के हेरेर फिस टनल छ दामी छ, यसलाई फिसेस माछा पाल्छ होइन। अनि त्यही भएर चाहिँ यसले यहाँ ल्याएको छ लङ्गेस्ट फिस टनल इन इन्डिया। एन्जल फिस एन्जल फिस त लब्स्टर पनि थाहा कुन लब्स्टर भनेको? त्यो ब्लू कलर होइन यो त क्र्याब जस्तो हो त। ए लब्स्टर हो, लब्स्टर। अस्कर कहाँ नाम कहाँ लेखेर? ए माथि रहेछ नेपालमा पाउने फिस हो नि त। यहाँ चाहिँ दामी भिडियो आयो। डिस्कस सब नाम माथि हेर्छ, डिस्कस। यो अहिले चाहिँ कहाँ छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ बेङ्गलोर प्यालेसमा छौँ होइन। यो चाहिँ पुरा प्यालेस हो, यहाँभित्र गर्दा सबै हेऱ्यो होइन। अनि 500 कति थियो टिकट? त्यही 600 आइसी पर पर्सन हो कि समथिङ कति थियो। यो पनि एउटा बेङ्गलोर आउँदा चाहिँ मस्ट भिजिट प्लेस नै है। राम्रो छ होइन, सबै कुरा राम्रो छ। यसो फोटोसोटो खिच्दा नि दामी आउँदो रहेछ होइन। पछाडि क्या दामी आएको छ नि। हामी यस्तो सिचुएसनमा छौँ कि दुईजनाको मोबाइल डेट, होटलको लोकेसन थाहा छैन। अब जो भी कुछ कर सकते हैं, हमारे राइडर भैया भी कर सकते हैं। अरे भैया हम YouTube बनाते हैं भाई। बना बढ़िया स्नैक डांस लचक मटक उड़ा के मेट्रो में ले रहा है। इसका डर लगा, जो डर गया वो मर गया। हाँ, जो डर गया वो मर गया, जो मर गया वो डर गया। भाई जो डर गया वो मर गया ना, जो मर गया वो फिर से डराएगा ना। तू मरेगा और फिर दूसरे को डराएगा। गिफ्ट फ्रॉम राइट हैंड, यस
भैया always give and take from right and right. जो डर गया वो मर गया। हाँ जो मर गया जो डर गया वो मर गया। अच्छा जो मर गया सदा सुहागन रहो, गर्म पानी खाओ। अच्छा so this is MG Road. We are in Starbucks भन्छौँ होइन। So guys अहिले चाहिँ म यहाँ छु यो MG Road। टक्कै यहाँ चाहिँ एकछिन वक गर्न चाहिँ मजा आउँदो रहेछ यो ठाउँमा होइन। मलाई चाहिँ त्यो दिल्लीको त्यो सिपीमा वक गरे जस्तो फिल हुँदैछ। यहाँ फोटो खिच्ने भनिरहेको छ। Say hi. ल मेन एउटा खिच्दैन त। ओ गोली गोली कस्तो गयो भर्खर गोली गयो। ओके एकछिन यहाँ बसौँ न, यहाँ गोली आउँछ कि फेरि। न्युयोर्कमै हिँडेको जस्तै फिल भयो। कस्तो रिजल्ट बोर्ड हो यहाँ त आम्मामा कति दामी। तपाईँ इन्डियामा चाहिँ त्यो खुल्के यस्तो डिजिटल बोर्ड यताउतावाला चाहिँ म हिँडेको चाहिँ यही ठाउँमै हो। Hang out the whole next day, laughing, having fun.